ल गाइज सो हामीले चाहिँ फाइनल्ली होइन ढिपी गर्दा गर्दै हामीले पनि दसैँ सपिङ गरिहाल्यो है र एकदमै ह्याप्पी छु र हाम्रो भाइले पनि खुसी छस् नि त होइन एकदम ह्याप्पी छ भाइ पनि र हाम्रो बहिनीले पनि ह्याप्पी नै छ र हाम्रो बहिनीको लागि चाहिँ मैले सुज ल्याइदिएको छु देख्न सक्नुहुनेछ सो है ट्याक्क लाएर हाम्रो बहिनीलाई चाहिँ मैले एउटा चप्पल ल्याइदिएको थिएँ जुत्ता अनि हाम्रो भाइलाई हाम्रो भाइको लागि ब्रान्डेड जुत्ता यसले चाहिँ 1500 है 1500 जुत्ता हो हाम्रो भाइले किन्दैछु मैले चाहिँ अनि यो ट्र्याक पनि किन्दैछु भाइलाई है यो ट्र्याक देख्न सक्नुहुन्छ सो है हाम्रो भाइ खुसी छ है ल हाम्रो बहिनीले त जामा लाउँदैछ है ल देख्न सक्नुहुनेछ है ल अनि यसलाई ट्र्याक पनि किन्दैछु यो भाइको लागि हो अनि फेरि यो मजा चाहिँ मेरै लागि हो यो चाहिँ मेरै हो अनि मजा पनि भाइको लागि किनिदिएको छु सो है अनि तपाईँ देख्न सक्नुहुन्छ यो टी सर्ट पनि हाम्रो भाइको लागि नै होला यो टी सर्ट देख्न सक्नुहुन्छ यसलाई चाहिँ कति पर्यो रे यसलाई 600 हो कि 700 कति पर्यो रे यसलाई पनि टी सर्ट किनिदिएको छु र मैले चाहिँ आफूले पनि त गर्नु पर्यो होइन भाइ बहिनीलाई मात्रै किनिदिएर भएन सो ज्याकेट किने एउटा चाहिँ अनि एउटा टी सर्ट पनि किने एउटा अनि अर्को पनि छ अर्को टी सर्ट पनि किने अनि एउटा पैन्टा पनि किने चारवटा सपिङ गरेँ अनि हाम्रो बहिनीले चाहिँ ट्याक्कै देख्न सक्नुहुनेछ है अलि यहाँ फोटो खिच्ने रे के फोटो खिचेर फेसबुकतिर हाल्ने भन्दै हुनुहुन्थ्यो मम्मीले फोटो खिचेर फेसबुक हाल्ने हुनुहुन्थ्यो त्यही भएर बहिनीले चाहिँ ट्याक्क लाएर फोटो खिच्नका लागि रेडी हुँदैछ रेडी पोजिसनमा हाम्रो भाइले चाहिँ कपडा हेर्दै ट्याक्क लाएर है गर्दैछ सो तपाईँहरू देख्न सक्नुहुनेछ म पनि भतेर ल्याएर बसेछु कपडाको है जिन्दगी कसले नभएको थ्याङ्क यू सो मच है देखाएको होइन बस अब गरिब दुखी होइन म चाहिँ काम गरेर बाटोमा काम गरेर है लेन्थ वर्करमा बाटोमा काम गरेर होइन सानो सपिङ गरेको भाइ बहिनीलाई पनि गरिदिएको मम्मीलाई चाहिँ केही किनिदिन सकेन किनकि बजेट एकदमै कम थियो र थ्याङ्क यू सो मच होइन वाचिङ माई भिडियो थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो होइन अनि मनपर्छ भने चाहिँ च्यानललाई सब्सक्राइब गरिदिनु होला ड्याङ है मन पर्दैन भने त के नै भन्न सकिन्छ र ल है त थ्याङ्क यू सो मच